एभ्रिवान वेलकम टु माई भिडियो। फेरि पनि स्वागत छ तपाईहरुलाई मेरो नयाँ भिडियोमा। अनि आज चाहिँ हामी मुकबाङ गर्न गइरहेको छौँ, म र मेरो साथी। अनि तपाईहरुले मलाई चिन्नु भएको छैन होला, म चाहिँ आकृति सिरिज अनि उनी चाहिँ एलिसा दलामी। अनि आज हाम्रो मुकबाङमा रहेको छ 3x स्पाइसी करेन्ट नुडल्स अनि फ्राई एग अनि हल्का फ्राई गरेको चाहिँ चिकन रहेको छ। अनि हामीसँग कुरकुरे पनि रहेको छ अनि पिउनको लागि चाहिँ नर्मल पानी रहेको छ। सो ढिलो नगरिकन खान सुरु गर्छौँ। फर्स्ट बाइट खाएँ है त। ये हो क्या रहा है यहाँ पे? दिमाग तो खराब नहीं है आपका? ये और कुछ चम्मच आजको चाहिँ यो खानेकुराहरू सबै दिदीले पहिला कुली बनाएको भनेर भन्छु कि क्या मस्त बेकार जिंदगी है, क्या मस्त। यो होइन कि भनेको अर्को वाला भनेको के यस्तो के भन्छु भन्थे बिर्सिए कस्तो मिठो हुने के भन्छु भन्थे बिर्सिए के बोले भाइ? अब के बोले के जथा भावी बोले? हमारे यहाँ ऐसा ही होता है। अनि आजको हाम्रो यो सेटअप चाहिँ दिदीले बनाइदिनु भएको अनि यो खाना पनि। सो थ्याङ्क यू दिदी। खाना सुरु गर्छ। दिदीले गराउनु भएको मिठो गराउनु भयो। तिमीलाई कस्तो लाग्यो? एकदम मिठो 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 गाई। अच्छा लगा मेरा मजाक? यहाँ मिलाउँदै यो चिसो भइसकेछ साथीहरू। पनि मिठो हो। अनि आज चाहिँ हामी चाहिँ खाँदै क्वेसन गर्नेवाला छौँ। सो फर्स्टमा चाहिँ तिमीले सोध ल। तिमीलाई होइन मसँग हुँदाको होइन एकदम बेस्ट मेमोरी चाहिँ कुन हो? बफ मोमो जर्नी। ए मोमो चिकन बफ मोमो चिकन। के बोले भाइ? अब के बोले के जथा भावी बोले? बफ पनि भन्दै रहेछ। सुन्नु भयो। अब चाहिँ म क्वेसन गर्छु यिनलाई। तिमीलाई एकदम धेरै तिमी जे भने त्यही यस्तो हुन्छ नि अलि उवाला के बुझ्यो होला त्यस्तो एकदम यो मेरो लागि बेस्ट हो भन्नेवाला साथीको हो। यो चाहिँ एकदम हार्ड हो है, हार्ड भन्न पर्छ। बेस्ट साथी
ल अर्को क्वेसन नभए छिटो यस्तो दुविधामा नपार न कस्तो दुविधामा पारेको र यस्तो क्वेसन कहाँबाट आयो दिमागबाट अघि टेन्सनमा पार्यो के अरे क्वेसन कैसे कैसे लोग रहते हैं यार यहाँ पर साला तुमको पागल कुत्ते का गाड़ी उठा के ले जाएगा बता रहे हैं हम साथी बेस्ट फ्रेन्ड अब खै सबै छन् हो क्या भन न अहिलेसम्म एउटा चाहिँ answer त दिउँ। यिनले गर्यो होइन होला के हो मैले किनकि यस्तो गिफ्टहरू आइरहेको छ नि त प्रिन्सेस ट्रिटमेन्ट पाइरहेको छु मैले नाइट अन तिम्रो हो होइन तिमीलाई के मेरो कुन बानी मन पर्दैन र कुन बानी चेन्ज गर्न पर्ने छ कुन लाग्छ तिमीलाई कति सजिलो क्वेसन कहिलेकाहीँ यस्तो हुन्छ नि कुराहरू सेयर गर्छु ए मनै पर्दैन मलाई त्यो बानी यस्तो हुन्छ नि यस्तो अब यस्तो भयो ए हो यस्तो भन्ने हुन्छ नि अलि लामोमा यस्तो के सम्झाउने छैन ए भन भ्याइ हो त्यो बानी चाहिँ किन सुधार्नुपर्छ मैले अस्ति नै एकचोटि नि भनेको थिएँ याद छ किन याद छ अब चाहिँ म सोध्छु अब चाहिँ मेरो पालि रहेको छ अब के भन्ने तिम्रो सानो बेलाको ड्रिम के हो म ठुलो भएपछि यस्तो बन्छु भन्ने हुन्छ नि मेरो त थुप्रै ड्रिम थियो दिनदिनै चेन्ज हुन्थ्यो एउटा भन एउटा दुइटा हाउसवाइफ त होइन एउटा इन्जिनियर थियो सानो बेला त्यही हो इन्जिनियर पढ्ने इन्जिनियर जापान जाने सोच चाहिँ कहिलेदेखि आयो त यत्रो ठुलो भएपछि तिमीले यो एन्सर एक्सपेक्ट गरेको थियौ क्या म धेरै पछाडि भएको तिमी क्वेसन भ्यायो याद आएन तिमीलाई अब यस्तो हुन्छ नि तिमीलाई सबैभन्दा राम्रो सजेस्ट कसले गरेछ मतलब यो यस्तो राम्रोवाला के यस्तो राम्रोसँग सम्झाएर सर obviously my parents सबैको त्यही हो that's a common answer from all तिमीले एकदम फन्नी मेमोरेबल भन न सानोको हामी पहिला सानोमा ट्युसन पढ्न जान्थ्यौँ नि अनि त्यही बेलाखेरि हामी चाहिँ ट्युसन पढेर चाहिँ छुट्टीको बेला चाहिँ यस्तो साथीहरूको घरतिर जाने गर्थ्यौँ त्यति बेला चाहिँ हामी त्यो यस्तो त्यो मान्छे नागेर खेल्ने हुन्छ के भन्छ त्यसलाई डेब्बेमा के आउँछ हो त्यो भएर खेल्दा चाहिँ नालीमा खसेको त्यो चाहिँ एकदम मेमोरेबल कमेडी फन्नी त्यही थियो सबै हाँसेको थियो म कति बिल्ला लागेको थियो मेरो सुन मेरो मेरो एकचोटि त्यो रुखमा चढेर छुनी बिका खेल्ने भएको थियो अनि त्यो उसको त्यो रुखमा त त्यो छुनीवाला क्या टाउकोमा छुनी के थियो होइन अनि म टुप्पामा गर्थेँ छुनाले म त खसेको क्या तल
अनि कस्तो सास फेरि धो भएर मम्मीले त भनेन म गएर देखाइदिन्छु क्या म त एकछिन त कस्तो उस भयो म त मऱ्यो भन्थेँ आमा चाहिँ खोला खायो नि त अनि त्यो खोलामा पौडी खेल्थ्यौँ थियौँ आउँथेन मलाई हामी पाँचजना दिदी साथीहरू भएर म 5 जना पौडी खेल्थ्यौँ 5 जनाले चाहिँ नआउने के अनि एक्कासी खोला बढेर त 5 जनै डुबेको के अनि हात घाँसेर पालो यस्तो उठ्दै बल्ल बचाएको अनि मम्मीले थाहा पाएर आएर पिट्दै घर लग्यो स्कुलबाट उता जाने बेलामा त बाटोमा त बट्टा पाइन्थ्यो आउने बेलामा बाटोमा त्यही फोरेर खाँदै बस्थ्यो भने कति मिठो हुन्थ्यो अहिलेको केटाकेटीहरूलाई केही थाहा छैन हुन त हामी पनि सानै हो त्यही पनि अब हामी ठुलो भइसक्यौँ यता उसकै त्यहाँ हामी एकचोटि गएको थियौँ 3 जना घुम्न साइकलमा आज ट्रेनमा त्यही त ट्रेनमा सानोमा त गएकै छैन म त गएँ म गएन यिनीहरू त कति गयो तर टाढा होइन हामी त एकअर्काको घर तर अनि सबैभन्दा अझै उसवाला सानोमा नागिन त सबैले हेर्नुभयो होला अनि हुन्छ नि यस्तो गरेर नागिन भने तिमी सोध म केही क्वेसनै आएन भाइ भन्छु तिमीलाई सबैभन्दा मेरो मन नपर्ने काम के हो धेरै रिसाउँछु नि रुको जरा सबर करो त्यो रिसाउने भएर मात्र डर लाग्ने तिमीलाई मलाई त डर लाग्यो मरना तेरे को डर नहीं लगता ये नाम लगा के घूम रहा है तू त्रिवेदी चाहन्छु नि अनि अरू क्वेसनहरू गर न खाएर बिहा हुँदैछ तिम्रो अहिलेको ड्रिम के छ 12 पछि बिहा गर्ने मेरो म कम्प्युटर किनेर गर्छु खास टिचर हुने सानैदेखिको कहिले टिचर पहिला के सोच्छौँ भन्दाखेरि त्यो टिचरहरूको छोराछोरीलाई पिट्ने कि टिचर भनेर Relax and take notes while I take totes of the marijuana smoke. म 12 पछि चाहिँ म टिचर हुन्छु अनि दोभानको केटाकेटीलाई पिट्छु हो क्या मेरो ड्रिम चाहिँ टिचर हुने हो अब के हुन्छ त्यो मलाई थाहा छैन पछि गएर अब पछिको ब्याचलर पढ्दै गर्नु मन छ तर पढाउन होला सायद बच्चा के भन्नुभएको थियो म तारिफ गर्नु लाग्थ्यो क्या तिम्रो होइन जुरु दिदीको एकदम मिठो बनाउनु पर्छ खासै मिठो त थिएन त्यो पनि खाइयो
बिर्सनु होला है यो भिडियो हेर्नुभयो भने। ओके साथीहरू मलाई इङ्ग्लिस बोल्न आउँदैन, नेपाली पनि बोल्न आउँदैन राम्रोसँग। के म टिचर हुन्छु होला त? गेस गर्नुहोस् त। No. होइन गेस गरेर कमेन्ट गर्नु होला। नयाँ मान्छेले कसैले हेर्दै हुनुहुन्छ भने मेरो साथीको युट्युब च्यानललाई सब्सक्राइब गरिदिनु होला। मैले जस्तै धेरै। हामीले चाहिँ खाएर सक्यौँ अनि यति बेलासम्म हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद। डु नट फर्गेट लाइक कमेन्ट सेयर एन्ड सब्सक्राइब। लभ यु अल।